भजन सङ्ग्रह अध्याय 51 र वचन 1 देखि 19 सम्म। हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईको दयालु कृपा दृष्टिले तपाईको महान अनुग्रहले मेरा सारा पापहरू मेटाइदिनुहोस्। परमेश्वर, मेरो दोष धोएर मेटाइदिनुहोस्, मेरा पापहरू धोइ पखालिदिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्। म जान्दछु मैले पाप गरेँ, म सधैँ ती पापहरू देख्दछु। हे परमेश्वर, जुन तपाईले गल्ती भन्नुभयो मैले त्यही कुरा गरेँ। परमेश्वर, तपाईको विरुद्धमा मात्र मैले पाप गरेँ। म ती गल्तीहरू स्वीकार गर्दछु ताकि मानिसहरूले जानुन् म गलत छु र तपाईँ साँचो हुनुहुन्छ। तपाईको निर्णयहरू निष्कपट छन्। पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन् अनि म पापमा नै जन्मेको थिएँ। हे परमेश्वर, तपाईले मलाई साँचो रूपमा विश्वासी भएको देख्न चाहनुहुन्छ, यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हालिदिनुहोस्। विधिपूर्वक हिसक झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हिउँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्। मलाई खुसी पार्नुहोस्, बताउनुहोस् फेरि खुसी कसरी हुने। तपाईले धुलो पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्। मेरो पापहरू तपाईँ नहेर्नुहोस्, ती सबै मेटिदिनुहोस्। हे परमेश्वर, शुद्ध हृदय म भित्र सृजना गरिदिनुहोस्। मेरो आत्मा फेरि एकपल्ट बलियो पारिदिनुहोस्। मलाई नचल्नुहोस् अनि नदेखि तपाईको पवित्र आत्मा टाढा नलैजानुहोस्। तपाईको सहयोगले मलाई खुसी पार्दछ, मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्। मेरो आत्मा बलियो पारिदिनुहोस् र तपाईको आज्ञा पालन गर्न तयार होस्। म पापीहरूलाई तपाईको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु अनि तिनीहरू फर्केर तपाईँ कहाँ आउनेछन्। हे परमेश्वर, मृत्युदण्डदेखि मलाई बचाउनुहोस्। तपाईको धार्मिकताको विषयमा मलाई गीत गाउन दिनुहोस्। हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईको प्रशंसा गीत गाउनेछु। तपाईँ वास्तवमा बलिहरू चाहनुहुन्न, यसकारण मैले किन बलिहरू चढाउन। जुन बलि परमेश्वरले चाहनुहुन्छ त्यो विनम्र आत्मा हो। हे परमेश्वर, जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन् तपाईँ उनीहरूदेखि मुख फर्काउनुहुन्न। हे परमेश्वर, सियोनप्रति कल्याणकारी बन्नुहोस्, यरुशलेमको पर्खालहरू पुनर्निर्माण गर्नुहोस्। तब तपाईले धार्मिकताको बलिदान र होमबलिहरूको आनन्द लिन सक्नुहुन्छ अनि मानिसहरूले फेरि साँढहरू तपाईको वेदीमा चढाउनेछन्। भजन सङ्ग्रह अध्याय 51 र वचन 1 देखि 19 सम्म।